ए दुई गटर खेती गरेको मैले। एउटा, दुईटा, तिनवटा, चारवटा, पाँचवटा, छवटा, तल सातवटा, एउटा उता छ 8 9वटा जति चाहिँ मैले खेती गरेँ आफैले पाखामा। त्यो चाहिँ पहिला खाएँ अनि काटेँ अनि त्यसपछि रोपेको एउटा गरे। बाँच्यो कि बाँचेन, पलायो कि पलाएन चाहिँ एउटा काँडा भएपछि थाहा हुँदो रहेछ जीवित। म चाहिँ यसरी अलिअलि फक्रेर हुँदैछ पुरा ओपन भएर क्या है। यो चाहिँ उड्नु पाएन, उड्नु पाएन। यसमा चाहिँ सायद अलिक थिचेको थियो होला। कुनै कुनै चाहिँ मैले बोकेर पनि लिएर आएँ। फलफुल किन्न त कुनै पनि किनिनँ मैले। बुढीले साथीले हामी कहाँ सिन्धुपाल्चोकदेखि काठमाडौँदेखि भक्तपुरदेखि काका 9वटा एकचोटि खाइन्न नि होइन। त्यो ठाउँ ठाउँबाट जाँदा भेटिन्छ। अब जात कस्तो छ, कुनै चाहिँ मैले देखाएको छु, कुनै हरियो कालो खाले, कुनै चाहिँ एकदम गोल्डेन येल्लो, कुनै अलि राता राता खाले पाखामा। यो चाहिँ ठ्याक्क बालुवा बलौटे माटो छ। बाहिर बाला छेक्रा माटो भए पनि भित्रपट्टि चाहिँ कालो निलो जस्तै माटो छ। अब कुनै कुनै चाहिँ राम्रोसँग फक्राएका छन्, पनि मजाले ओपन भएर फक्रिएको छ होइन। ओपन फक्रिएको छ। यो पनि अलि मजाले फक्रिएको छ होइन। यहाँ भइहाल्यो है। यता 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 माथि 3टा भइहाल्यो लगातार। एउटा यहाँ छ, अलिक ठुलो छ, अलिकति मरे जस्तो भयो, तर आउन त आउँछ। अलि ओपनमा टाइममा जरा बसेर आउँछ घरमा डाइरेक्ट गाडेको जरा ननिकालिकन। छेउमा चाहिँ त्यो अलैँची पहिला घर अगाडि थियो, पछि फेरि पाखामा सार्नुपर्छ त्यसलाई भनेर है ठुल्ठुलो भइसकेको थियो। कत्रो 3-4 फिट भइसकेको थियो। ल्याएर चाहिँ सर्ने टाइम लाग्ने थियो। अचम्म खाले रहेछ अलैँची चाहिँ। अब हेरौँ, यो चाहिँ भर्खरै रोपेको जेठ असारमा ल्याएर सारेको मैले। सार्ने टाइम हो कि हो पनि थाहा छैन। यो गोडिरहनु पर्ने त माटो है। यस्तो कति झार्ला चाहिँ कतिजना चाहिँ हरेक हप्तै पछि आयो, 1 हप्तामै आयो पुग्छ मजाले। 15 दिन आइ पुग्छ, तर 15 दिनमा धेरै झार बढिहाल्दो रहेछ बर्खामा चाहिँ। टाइममा आएर झार उखाल्दै रोपेर उ गरेर चाहिँ राम्रै होला है। हेरौँ यसको रिजल्ट चाहिँ पछि हेरौँ न।